हेलो गाइज वेलकम टु माई ब्लग च्यानल। आजको चाहिँ ब्लग चाहिँ फेरि चाहिँ यहाँ फुटबल म्याचमा चाहिँ म र बेच्चा हेर्न आएको चाहिँ बेच्चा चाहिँ मस्तले खिचिरहेछ। हेर्नुहोस् होला तपाईँहरू पनि। यहाँ चाहिँ मान्छेको एकदम फुल भिडै भिड छ। जर्सी नम्बर 6 का मुना महतो खेल मैदानमा लिनुभएको छ भने जर्सी नम्बर 17 का इलेक्ना सोहान खेल मैदान प्रवेश गर्नुभएको छ। गाइस त्यहाँ तपाईँहरूले देख्नुभयो कि भएन, एउटा एक्लै केटीहरू हुन्छ नि, उहाँ चाहिँ इन्टरनेसनल हो अरे क्या फुटबल खेल्ने, जसले विदेशहरूतिर बाहिर गएर खेल्ने ओर्ने नेपालबाट। उहाँ चाहिँ किपर बन्नुभएको छ। यही छैन अनुहार चाहिँ यत्रो क्युट छ नि गाइस। सबैजना प्लेयरहरू चाहिँ उता बसिरहेको छन्। हाम्रो पापा चाहिँ उता हुनुहुन्छ, पापा र दुर्गा ठुलो बाबा। यहाँ चाहिँ मान्छेको तपाईँहरू भिड हेर्नुभयो भने यहाँ चाहिँ खिच्ने मान्छे हुनुहुन्छ। मलाई चाहिँ कसरी भ्लग बनाउन चाहिँ क्लास टाइपको हुँदैन त्यस्तो चाहिँ लाग्छ। तर यो लाइभ सुरु हुन्छ मैले चाहिँ त्यस्तो टाइपको बसौँ न त। ऊ चाहिँ लाइभ बस्न थालिसक्यो गाइज। राम ऊ त फुल लाइभ क्या गाइज, लाइभै बस्न थालिसक्यो। मेरो काम चाहिँ हेर्नुहोस् न गाइज कस्तो भइरह्यो। के भयो त सबैजना गाइस कराएर चाहिँ पागलै हुन थालिसकिन्। ओके गाइस त्यहाँ चाहिँ अब हान्न थालो। ओके किपरले रोको भने चाहिँ गाइस अब अब माइक फेरि बज्न थाल्छ क्यारे होला, सायद बज्न चाहिँ थाल्छ क्यारे। बज्न थाल्छ हैन, बज्छ नि गाइस। त्यहाँ चाहिँ हेर्नु फ्ल्याग उडाइरहेछ। बज्यो गाइस, बज्यो। कुन साइड कतापट्टिको रहेछ म अलिकति खबर पाएर आउँछु। एकछिन मिनाट होइन, यतापट्टिको साइड कसको हो? यता पोखरा। ए यस्तो रहेछ गाइज, बुझ्छ नि। म भनिदिन्छु यतापट्टिको साइड चाहिँ एपिएफको रहेछ, यतापट्टिको चाहिँ पोखराको, मतलब यतापट्टिको चाहिँ पोखराको, यतापट्टिको चाहिँ एपिएफ। यो चाहिँ लिटरली धेरै लामो नै भ्लग भयो गाइज। बल पुरा उडाइदियो नि त्यो किपरले नेसनल हो। एकछिन गाइज म हेर्दै तपाईँहरू कुरा गरिराख्छु। बल राम
कहाँ माथि माथि उडायो मतलब त्यो त बाहिर गयो बलै होइन बलै गाइस उता यो जसरी ग्राउन्ड भयो नि यदि सबै ग्राउन्डको जो बाद सिल्भर टाइपको थिएन त्यसको पनि उता कट हो क्या त बाद कट होइन ठ्याक्कै त्यो नेटको चाहिँ उता कट हो त्यहाँदेखि अर्को आयो ओए हिजो नि यतापट्टिकोलाई चाहिँ नि शान्ति मिलिरहेको छ यतापट्टिकोलाई चाहिँ धेरै उतो भइरहेछ आजकल चाहिँ नि आज चाहिँ नि यतापट्टिकोलाई धेरै कदम उठाइराख्नु पर्छ यताको चाहिँ शान्त बसिरहेको किनकि उता नेसनल के हुन्छ र नेसनल खेलाडी भयो हान्नै दिँदैन त्यो हो क्या त्यो हिजोको होला एकछिनलाई जुम गरेर हेर्नु फेरि ब्लग हटाइदियो ए लाइभ नगरेको नेटै थिएन सर त्यो अडिटरलाई चाहिँ आजै गराइ हाल्नुपर्ने भयो कि त्यो मान्छे फेरि कटाएर हिँड्ने अरे त्यो अब यहाँ सबैभन्दा फर्स्टमा त्यो एक पेज चाहिँ म सिधाएर त्यहाँ लान्छु मलाई त्यो पठाइदिइराख्नु है त्यो चाहिँ अडिटको पैसा चाहिँ ओ के अरे ल छिटै गर्नुहोस् ल पोखरेल के भनेको थियो रेखा पौडेल अब जब मैले याद गरेँ नजिक जान्छ त्यो बेलामा चाहिँ खिच ल रेखा भनेको एउटा एक्टर पनि छ नि थाहा छ यत्रो यहाँ यतापट्टि कोठी छ मेरो पनि यही कोठी थियो तर ठुलो चाहिँ कसको कति भयो पापासित इन्फर्मेसन मागेको कतिको मलाई थाहा छैन बिकज हेर्नु त्यहाँ चाहिँ यस्तो मजा मात्रै गरिरहेको छ मलाई चाहिँ भ्लग बनाइराख्नु परेको ए ल गाइस कुन दुईवटा भाइ त्यो त भाइ छ त ए त्यस्तो घुमाउने तपाईँहरूलाई चाहिँ यहाँको भ्यू देखाइदिन्छु यहाँ चाहिँ यस्तो छ यहाँ दिउँसोको चाहिँ यस्तो भ्यूहरू आउँछ अनि हामी फेरि त कट्नुपर्छ नि त नि के खेलेर नि सबै त प्याकै गरेर आएको छ नि तिनीहरूले केही खेल्ने ठाउँमै बचाएन म त मजाले बनाएर यस्तरी देखाउँछु हामी बसेको ठाउँ चाहिँ अलमोस्ट यति जति खाली छ उतादेखि चाहिँ मान्छे मतलब नि पुलिस हो कि आर्मी हो अरे पुलिस आर्मी पुलिस पता नहीं कुछ भी है त्यो चाहिँ कस्तो दामी भ्यू आउँछ हामी त पुरै स्टेडियम हुँदैन त्यहाँ आए जतिको के हेर न ओके गाइज आजको लागि चाहिँ यति नै आयो तपाईँहरूलाई यो मिनी खालको ब्लग चाहिँ राम्रो लाग्यो भने यो मेला रे यो फुटबल खेल्ने यो फुटबल हुँदैछ जुन चाहिँ 9 बजेसम्म हो तपाईँहरू आउनुहोस् ओर्नुहोस् हेर्नुहोस् ओके बाई गाइज एकछिनै भएन बाई